हेलो एभ्रिवान वेलकम टु माई भिडियो ह्याप्पी साउन 15 सम्पूर्णलाई साउन 15को धेरै धेरै शुभकामना। अनि म चाहिँ यता बाहिर छु। हेर्नुहोस् न, हाम्रो चितवनमा यति साह्रो गर्मी छ भने नि, ओ माई गड। यदि कतै चिसो ठाउँमा बस्नुहुन्छ भने तपाईँहरू यहाँ चितवनमा आउनुभयो भने त बर्बादै हुनुहुन्छ होला के। यति साह्रो गर्मी छ, त्यो पनि यो बिहान 8:30 बजेको घाम हो। बिहानै यति चर्को घाम लाग्छ। एनिवे साथीहरू, आज चाहिँ म भने तपाईँहरूलाई आज साउन 15मा सबैको स्पेसल अब त्यही हो, खिर नै हुन्छ। सो म पनि आज तपाईँहरूलाई खिर बनाएर भिडियोमा देखाउने छु। ओके, अब हामी खिर बनाऊँ है त। अनि साथीहरू, तपाईँहरू चाहिँ खिर बनाउनको लागि कुन चाहिँ चामल प्रयोग गर्नुहुन्छ? म चाहिँ यो टाइचिनको चामल प्रयोग गर्छु। एकदमै बेस्ट हुन्छ खिरको लागि चाहिँ। यदि हजुरहरू आफ्नो बच्चा, आफ्नो घर परिवारलाई एकदमै राम्रो खिर बनाएर खुवाउन चाहनुहुन्छ भने चाहिँ टाइचिनको चामल नै प्रयोग गर्नुहोला। एकदम बेस्ट हुन्छ टाइचिनको चामल चाहिँ। अनि मैले खिरको लागि भनेर चाहिँ यो काजु किसमिसहरू चाहिँ मिक्सवाला, अनि यो काजु, अनि यो ठुलो भाँडोमा चाहिँ छ 3 लिटर दुध। मैले चाहिँ भैँसीको 3 लिटर दुध हिजो नै मैले सधैँ दुध ल्याइरहने ठाउँमा भनेको थिएँ। सो मैले चाहिँ 3 लिटर दुध पाएँ, तर आज चाहिँ साउन 15 भएको भएर दुध चाहिँ हरेक ठाउँमा थिएन के। अब गाईको दुध खानुहुन्छ भने चाहिँ गाईको दुध चाहिँ मजाले छ पाइने होइन जता पनि। तर यो भैँसीको दुध चाहिँ यस्तो सर्टेज भयो नि आज साउन 15ले गर्दा। त्यही हो साथीहरू, अब म चाहिँ खिर बनाउन लाग्छु। म चाहिँ पहिला सुरु यो चामललाई 10-15 मिनटको लागि भनेर पनि भिजाएर राखिदिन्छु। ओके, यो चाहिँ अब नेक्स्ट टाइमको लागि खानालाई भइहाल्छ। मेरो घरमा चाहिँ खिर मजाले खाइरहनुहुन्छ। साउन 15मा मात्र नभएर अरू टाइममा नि हामी चाहिँ घरमा खिर बनाइरहेको हुन्छौँ। म चाहिँ यो यति चामललाई भिजाउँछु। भिजालाई चाहिँ म 10-15 मिनटको लागि यतिकै भिजाएर राख्छु। अब चाहिँ भने म दुध पकाउनतिर लाग्छु। ओके एभ्रिवान, मैले चाहिँ खिर बनाउने भाँडा पनि रेडी गरिसकेको छु। म चाहिँ यो भाँडामा खिर बनाउँछु। यो चाहिँ हाम्रो साइज ठिकै हुन्छ यत्रो साइजमा खिर पकाउँदाखेरि। सो मैले चाहिँ यो साइजको भाँडामा चाहिँ खिर बनाउँछु साथीहरू। ओके, अब चाहिँ हामी छिटो छिटो खिर बनाउनतिर लाग्छौँ। मैले चाहिँ भाँडोलाई ग्यासमा राखिसकेको छु। ओके साथीहरू, अब चाहिँ हाम्रो भाँडा मजाले तातिसकेको छ। यसमा चाहिँ म घिउ राख्छु। यो घिउ पनि भैँसीको घिउ हो। यो घिउ चाहिँ मैले आफैले घरमा बनाएको। सो म चाहिँ यो 2 चम्चा भन्ने कि यो ठिक्कको डाडु हो होइन। यसलाई म चाहिँ 2 चम्चा राख्छु। एभ्रिवान, घिउ चाहिँ मजाले पाकिसकेको छ। अब चाहिँ म यसमा लङ सुमेल अनि दालचिनी राख्छु। अनि त्यस्तै गरेर यसरी पड्केर आउँछ। सो एकदम केयरफुल हुनुहोला। त्यसपछि यो पनि राखिदिन्छु, ड्राई फ्रुट्स पनि। यसलाई हल्का पहेँलो हुन दिनुहोला। अनि हल्का पहेँलो भइसकेपछि चाहिँ हामी यसमा दुध राख्छौँ। अब चाहिँ भने हल्का ड्राई फ्रुट्स चाहिँ पहेँलो पहेँलो भइसकेको छ। अब चाहिँ म यसमा अघिको 3 लिटर दुधलाई पकाउँछु। अब चाहिँ हामी मजाले दुध पकाउनेतिर लाग्छौँ। दुधलाई चाहिँ मैले यो डाडुको सहायताले मजाले यसरी चलाउँदै पकाउँछु। यसरी पकाएको दुधमा खिर पकाउँदाखेरि एकदमै मिठो खिर बन्छ।
सो तपाईँहरू पनि यसरी नै मजाले दुधलाई चलाउँदै पकाउँदै अनि यसमा खिर पकाउनु होला। एकदमै मिठो अनि टेस्टी बन्छ। हजुरहरूलाई म एउटा कुरा भन्छु है, मैले थाहा पाएको चाहिँ दुध पनि हामीले अब घरमा ल्याउँछौँ नि त घर परिवारमा खानालाई, हो त्यो दुधलाई पनि हजुरले मजाले यसरी चलाउँदै पकाउनु भयो भने त्यो दुधको टेस्ट छुट्टै हुँदो रहेछ। अनि हामीले के सानो ग्यास गरेर पकाउन छोड्छौँ नि, हो त्यसरी पकाएको दुधको टेस्ट चाहिँ अलिक छुट्टै हुने रहेछ क्या साथीहरू। मैले चाहिँ यो आफैले अनुभव गरेको कुरा हो कि म कहिलेकाहीँ हतारको बेलामा चाहिँ दुधलाई सानो ग्यास गरेर यत्तिकै पकाउन छोडिदिन्छु कि पाक्न छोडिदिन्छु, धेरै चलाउँदिनँ। अनि यसरी अलिक टाइम भयो मजाले टाइम भएको बेलामा चाहिँ म मजाले यसरी चलाएर पकाउँछु, त्यतिखेर दुध चाहिँ कस्तो मिठो हुने कि। सो तपाईँहरू पनि यसरी नै बनाउनु होला। म चाहिँ यसरी चलाइ चलाइ पकाउँछु। अनि दुध मजाले पाकिसकेपछि मात्र म यसमा अघि भिजाएर राखेको खिर चामललाई यसमा फेरि राखेर खिर पकाउँछु। अनि यहाँ एउटा भाँडोमा चाहिँ मैले पानी उमाल्न राखेको छु। यसमा चाहिँ म यो सक्खरलाई हेर्नुहोस् त, सक्खरलाई चाहिँ यहाँ मजाले पकाउँछु। चिनी बिनाको खिर बनाउन लागेको आज मैले। सो मैले चाहिँ चिनी प्रयोग गर्दिनँ। मेरो घरमा चिनी खासै खानु पनि हुँदैन। चिया कफी जे खानु भए पनि चिनी बिनाको नै खानुहुन्छ। अनि यो सक्खर चाहिँ मैले यो खिरमा राख्न लागेको। सक्खर त यसै पनि हेल्थको लागि बेस्ट नै हुन्छ नि त। सो मैले चाहिँ चिनी प्रयोग नगरिकन खिर बनाउन लागिरहेको छु साथीहरू। तपाईँहरू पनि सक्खर चाहिँ चिनी प्रयोग नगर्नुहोला। आफ्नो घरमा अब बुढाबुढी अनि आफ्नो साना नानी बाबुहरूलाई पनि सक्खर नै एकदम बेस्ट हुन्छ। यसले गुलियो धेरै पनि हुँदैन, एक त हेल्थको लागि पनि एकदम राम्रो। सो म चाहिँ यो सक्खरलाई मजाले उमाल्छु। अनि यसलाई मजाले उमालिसकेपछि चाहिँ यसलाई चाहिँ म यता खिरमा खन्याउँछु। सक्खर चाहिँ यसरी मजाले पाकेर होइन यत्तिको हुनुपर्छ कि होइन। यत्तिको भइसकेपछि अहिले यसलाई हामीले चाहिँ अघि पकाइरहेको दुधमा खनाउँछौँ। हेर्नुहोस् त यहाँ दुध पनि मजाले पाकिरहेको छ। दुध चाहिँ अझै घटेको छैन, यसलाई अझै हामी घट्न दिन्छौँ, अझै मजाले पकाउँछौँ। यत्तिको भइसकेपछि हाम्रो यो सक्खर चाहिँ मजाले पाकिसक्यो। अब चाहिँ भने हामी चिसो हुन दिन्छौँ। ओके एभ्री वान, हेर्नुहोस् त दुध त मजाले उम्लिसकेको छ। अब भने यसमा म अघि भिजाएर राखेको ताइचिनको चामललाई राख्छु। हेर्नुहोस् त दुध कति मजाले पाकिसकेको छ, कलर पनि यसमा डिफ्रेन्ट आइसकेको छ। यो भिजाएर राखेको ताइचिनको चामललाई चाहिँ म यो चिया छान्ने जालीको सहायताले राख्छु, किनकि हेर्नुहोस् न यहाँ मुनि अझै पनि पानी रहेको छ। सो म चाहिँ यसरी नै राख्छु। अब चामल सँगसँगै म चाहिँ अघि पकाएको यो सक्खरलाई पनि राख्छु। हेर्नुहोस् त सक्खर कस्तो मजाले भइसकेको छ होइन, लतक्क परेको छ होइन। यसलाई चाहिँ म अब यसमा राख्छु। ओके एभ्री वान, मेरो चाहिँ खिर मजाले पाकिसकेको छ। खिरको कलर चाहिँ फेरि कस्तो यल्लो कस्तो पहेँलो नभन्नु होला। यो चाहिँ मैले सक्खर राखेको भएर यसको कलर चाहिँ यस्तै आउँछ। अनि त्यही हो, अब सक्खर हालिसकेपछि हल्का यल्लो त आइहाल्छ नै, तर एकदमै हेर्दै मिठो बनेको छ खिर। म चाहिँ अब हजुरहरूलाई एउटा भाँडोमा सर्भ गरेर पनि देखाउँछु। ओके, मैले चाहिँ यो भाँडोमा राखेको छु खिरलाई।
अब हुन त तपाईँहरूको कतिको फेभरेट छ खिर होइन? मेरो घरमा चाहिँ मेरो मम्मी अनि मेरो नानी सबैको खिर चाहिँ एकदम फेभरेट नै हो। हामी चाहिँ साउन 15मा मात्र नभएर अरू टाइममा पनि खिर बेला बेलामा पकाएर खाने गर्छौँ। मैले चाहिँ थोरै ड्राई फ्रुट्स फेरि पनि कटिङ गरेको छु त्यसमा सरेर राख्नुको लागि। ल हेर्नुहोस् त कस्तो मिठो देखिएको छ। खिर एकदमै टेस्टी बनेको छ। पहिला सुरु चाहिँ म अघिको सानो यो खिरलाई भगवान्लाई अर्पण गरेर आउँछु अनि त्यसपछि बल्ल यो खिर चाहिँ हामी सबै फ्यामिली मिलेर खानेछौँ। थ्याङ्क यू सो मच फर वाचिङ। बाई एभ्री वान। मेरो युट्युब च्यानलमा चाहिँ हजुरले लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गर्न नबिर्सिनु होला। ओके एभ्री वान, हेभ अ गुड डे, बाई।